करेन्ट जाँचो खाना मन लागेको थियो, झोलातिर पैसा हेरेको जम्मा 100 रुपियाँ र 20 को नोट रहेछ। अनि त्यही पैसा लिएर बहिनीलाई जान बजारबाट करेन्ट लिएर आइज भनेको त बहिनीले त रिसाएर पैसा फाल्दिए। अनि त्यही पैसा टिपेर बहिनीलाई 10 हात जोडेर रिक्वेस्ट गरेपछि बल्ल बल्ल बहिनीले मानी अनि बजारतिर गए अनि म चाहिँ खोले पकाउन लागे। एकछिनपछि त बहिनीले पनि करेन्ट लिएर आइछ अनि मैले चाहिँ करेन्ट पकाउनको लागि कराईमा पानी हालेर ग्यास बाल्न खोजेको त ग्यास नै पो सकेछ। अनि खोले पकाउने ठाउँमै पकाउनु पर्यो भनेर पानी हालेर कराई बसाले। अनि पानी उम्लिसकेपछि चाउचाउ हालेर एकछिन चलाएपछि चाउचाउ पनि पाक्यो। अनि बहिनीले चाहिँ चाउचाउ सिन्काएर पनिउले एक थाल निकाली अनि मैले चाहिँ भित्र लगेर फेरि कराईमा हालेर मसला ससला हालेर मज्जाले मोलिरहेको थिएँ। त्यति बेलामै बहिनी आएर अस्ति नै हामीले करेन्ट च्यालेन्ज गरेको भिडियोमा त 44 के भ्यू आछ, आज पनि करेन्ट च्यालेन्ज गर्नु तर म भनेर भने अनि मैले पनि हुन्छ तर आज चाहिँ हामी करेन्टको सबै मसला हालेर चाउचाउ पिरो न पिरो पार्ने अनि जसले 5 मिनेटसम्म पानी खाँदैन त्यसले नि च्यालेन्ज दिन्छ भनेर भने। अनि बहिनीले नि हस् भनिसकेपछि हामीले चाहिँ पिरो न पिरो बनाएर दुईजनाले दुईटा भागमा हालेर च्यालेन्ज स्टार्ट पनि गर्यौं। सुरुमा त दुवैजनालाई उति नै पिरो भइरहेको थियो तर सबै चाउचाउ खाइसकेपछि मलाई भने चाहिँ अति नै पिरो भएर म त 5 मिनेटसम्म बस्नै नसक्ने भई बहिनी भने चाहिँ मस्तसँग चिल पाराले सिटाको थिए केही पनि भएको रहेछ त्यसलाई, त्यही भएर त्यसले नि च्यालेन्ज जिती।